हेलो एन्ड नमस्ते, वेलकम टु माई ब्लग। आज चाहिँ हामी हाइकिङका लागि लेटाङ 7 मा अवस्थित समला भिजिट गर्न लागिरहेका छौँ। फाइनल्ली हामी चाहिँ रेडी भएर गुवाबारी देख्न सक्नुहुन्छ। यस्तो राम्रो भ्यू देखिन्छ यहाँबाट चाहिँ हामी जाँदैछौँ। हामी चाहिँ टेम्पो र स्कुटीमा गरेर दुईटामा गएर चाहिँ याङसिलासम्म। त्यसपछि हामी चाहिँ याङसिला चोक आइपुग्यौँ अनि त्यसपछि हामीले चाहिँ हाम्रो स्कुटीहरू बाइकहरूलाई चाहिँ साइडमा राखेर हाइकिङका लागि रेडी हुँदैछौँ। हजुरहरू पनि जान सक्नुहुन्छ। अनि हामी चाहिँ रेडी भएर हाम्रो यात्रा अगाडि बढाउँदैछौँ। हामी चाहिँ देख्न सक्नुहुन्छ त्यो माथि देख्नुभएको बाटो हामी रोड आजको यात्रा गर्नेछौँ। हामी जाँदैछौँ। दिदीहरू अघि हुनुहुँदैछ, म चाहिँ हल्का भिडियोहरू सुट गर्दै हिँडिरहेछु। हाम्रो यात्रा चाहिँ एकदम रमाइलो भइरहेछ। मौसमले पनि यस्तो साथ दिइरहेको थियो, घाम पनि लागेको थिएन, पानी पनि परेको थिएन, एकदम शीतल मौसम थियो। त्यसपछि चाहिँ हामी थकित थियौँ गलेर। त्यसपछि हामीले चाहिँ मगर भाषामा छ्याङ भन्छ क्या, हल्का छ्याङ चटपटेहरू लिएर फेरि हाम्रो यात्रा अघि बढौँ। त्यसपछि हामी पाङ्ग्रे चोक भन्ने ठाउँमा पुग्यौँ। त्यहाँ पुग्दा त यस्तो आनन्द भयो होइन। त्यहाँदेखि देख्न सक्नुहुन्छ पछाडिको भ्यू यस्तो राम्रो देखिन्छ। अनि पाङ्ग्रे चोक भन्ने गाउँ रहेछ, सुन्दर गाउँ, मलाई चाहिँ एकदमै मन पर्यो। ऊ साथीहरू पनि त्यहाँ हिँड्दै हुनुहुन्छ। अनि हल्का भिडियोहरू सुट गरेर हामी फेरि हाम्रो यात्रालाई अगाडि बढाउन गइरहेका छौँ। बाटोमा जाने क्रममा मेरो दुईजना भाइहरूसँग भेट भयो। उहाँहरू पनि हाइकिङ गर्दै पथरीबाट आउनुभएको रहेछ। अनि भाइले चाहिँ दिदी हामी पनि थोरै भिडियो सुट गर्छौँ भनेर उहाँहरूलाई चाहिँ पुरा मलाई सपोर्ट गरिराख्नु भएको छ। अनि हजुरको च्यानलको नाम के हो त्यो पनि भनिदिनु पऱ्यो भनेर भाइहरूले मलाई भनिराख्नु भएको छ। अनि मैले चाहिँ मिस रेणुलाई सब्सक्राइब गरिदिनु होला भन्दैछु। अनि उहाँले पनि हाम्रो भ्लगमा तपाईँको भ्लगमा हामी पनि निस्किन्छौँ है दिदी भनेर म हामीसँग रमाइलो फन गर्दै होइन गीतहरू बजाउँदै हामी अगाडि बढिरहेछौँ। भाइहरू चाहिँ एकदमै हसमुख, एकदमै बोल्ने खालको होइन, देख्न सक्नुहुन्छ। भ्यू हेर्नुहोस् गाइस, यस्तो राम्रो है। त्यही भएर हाइकिङ चाहिँ जानुपर्छ बेला मौकामा। म चाहिँ भाइहरूसँग गफ गर्दै फन गर्दै होइन, पछाडि चाहिँ मेरो दिदीहरू भाउजूहरू पछाडि हुनुहुन्छ। म चाहिँ भाइहरूसँग अघि जाँदैछु। भाइहरूले पनि एकदमै मजाको हुनुहुँदो रहेछ। अनि गीत बजाउँदै रमाइलो गर्दै हामी चाहिँ यात्रामा अघि बढिरहेका छौँ। म पनि बिस्तारै अरूभन्दा अलिक अगाडि भ्लग गर्दै लागेँ। फाइनल्ली गाइज हामीले 5.5 घन्टाको यात्रापछि फाइनल्ली हामी चाहिँ अब आइपुग्न लागेका छौँ। फाइनल्ली हामी चाहिँ समला आइपुग्यौँ। अनि बहिनीहरू थकित भएर बसिराख्नु भएको थियो। भाइको पोजिसन अलिकति यहाँ उयो भएछ, काटिएछ, देख्न सक्नुहुन्छ। यति धेरै हाइकिङमा आउनु हुँदो रहेछ टाढाबाट है। आमामा हामी चाहिँ सन्डे पारेर गएको थियौँ। स्याटरडे पनि यति धेरै थियो अरे मान्छे होइन। बिदाको दिन पारेर चाहिँ एकदमै धेरै आउनु हुँदो रहेछ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ व्यवस्थित भइसकेको रहेछ, होटलहरूको पनि व्यवस्था राम्रो रहेछ। अनि त्यसपछि मैले चाहिँ हल्का थोरै भिडियो सुट गरेर मेरो साथीहरूले चाहिँ खाजा पानीहरू हल्का चिसो चाउचाउहरू के बोक्नुभयो पसलबाट। अनि फाइनल्ली हामी उँभो चढ्ने क्रममा फेरि मेरो अघि भेट भएको भाइहरूसँग दोस्रो पटक फेरि उकालो चढ्ने क्रममा भेट भयो र गफ गर्दै भ्लग बनाउँदै भाइहरूसँगै म चाहिँ अगाडि बढ्दैछु गाइस। यात्रा एकदमै रमाइलो भइरहेको छ होइन, यस्तो मजा भइरहेको थियो होइन। अब यहाँ आइपुग्दाखेरि त हामीले त हामी हिँडेको थकानहरू सबै बिर्स्यौँ। यति फन नि है मेरो भाइहरू, कस्तो मजाले बोल्नुहुने होइन। उहाँहरू पनि निस्किनु हुने अरे, त्यही भएर मैले चाहिँ भाइहरूको पनि थोरै भिडियोहरू सुट गर्दै भाइहरूसँगै गफ गर्दै अघि बढिरहेको छु। साथीहरू पनि अघि बढिराख्नु भएको छ, देख्न सक्नुहुन्छ। अब हामी चाहिँ सिडी चढिरहेका छौँ होइन। सिडी चढ्ने क्रममा चाहिँ मेरो साथीहरू कोही भिडियो सुट गर्दै हुनुहुन्छ। म पनि हल्का थोरै भ्लग बनाउँदै अघि बढ्दैछु। पछाडिको ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ। अनि त्यसपछि मैले चाहिँ अगाडि बढेर भ्लगहरू चाहिँ बनाइरहेको छु, देख्न सक्नुहुन्छ। यस्तो राम्रो भ्यू होइन, मौसम पनि यस्तो चिसो। 5.5 घन्टा पुग्दाखेरि गलेको थकान सबै बिर्स्यौँ। यति डेभलप भइसकेको रहेछ त्यहाँ है। म चाहिँ धेरै वर्ष पहिले गएको थिएँ। अनि त्यसपछि फेरि जाने मौका मिल्यो। हाइकिङको प्लान बनायो अरे हामी चाहिँ
लागिहालौँ। सो फाइनली गाइज मैले चाहिँ पहिलोचोटि भ्लग बनाउँदैछु। भ्लग मार्फत चाहिँ मैले हल्का देख्न सक्नुहुन्छ यहाँको नेचर है। वाउ, यहाँ पुग्दा त यस्तो आनन्द भयो, फर्केर आउन मन नलाग्ने होइन। 24 घन्टा टाइम दिए पनि त्यहाँ भिडियो र फोटोहरू त खिचिराख्नु जस्तो यो डाँडामा बसेर यस्तो रमाइलो भयो। तल देख्न सक्नुहुन्छ मेरो साथीहरू पनि पुरा भिडियो सुट गर्दै हुन्छ। मैले पनि दिदीलाई भिडियो सुट गर्नु लगाएँ। उहाँले त यस्तो मजाले सुट गरिदिनु भयो मेरो भिडियो होइन। म त आफैलाई देखेर दङ्ग परेँ। देख्न सक्नुहुन्छ मान्छेहरू आउने क्रम जारी छ। यति धेरै हेर्नु न यहाँको नेचर देख्दाखेरि पनि आनन्द लाग्छ। सो हामी चाहिँ भ्लगहरू बनाउँदै रमाइलो गर्दै जाँदैछौँ। साथी देख्न सक्नुहुन्छ तराईको भ्यू। यहाँ चाहिँ एकैछिन हुस्स लाग्ने ड्याममा सबै टालिँदो रहेछ अनि एकैछिन फेरि उग्रिने। अनि यहाँको वेदर वाउ एकदमै राम्रो। हजुरहरू पनि अवश्य पुग्नु होला। यो चाहिँ लेटाङ नगरपालिका वडा नम्बर 7 मा अवस्थित छ। यही देख्न सक्नुहुन्छ हामी यति ग्रुप गएका थियौँ। मैले पनि भाइलाई थोरै भिडियोहरू सुट गर्न लगाएँ। देख्न सक्नुहुन्छ यहाँको नेचर। यस्तो रमाइलो भयो हाम्रो त्यहाँको यात्रा। त्यसपछि फेरि मैले भिडियो सुट गरिसक्नु भएपछि त्यसपछि मैले मेरो भ्लगमा मेरो भाइहरूको पनि थोरै भिडियो क्याप्चर गरेँ। भाइहरू चाहिँ पथरीबाट आउनुभएको थियो। उहाँहरू चाहिँ एकदम हसमुख स्विट एकदम राम्रो हुनुहुन्थ्यो। त्यसपछि देख्न सक्नुहुन्छ तराईको भ्यू। छोरी मान्छे भइसकेपछि हल्का भिडियो सुट त गर्नै पर्यो। सो मैले चाहिँ थोरै नक्कल पारिदिएँ साथीहरू। त्यसपछि मैले चाहिँ गाउन लगाएर मेरो दिदीलाई भिडियो सुट गर्न लगाएँ। उहाँले त मेरो भिडियो यस्तो राम्रो सुट गरिदिनु भएको थियो। म त देखेर वाउ दङ्ग परेँ। थ्याङ्क यू फर वाचिङ मी। आजको लागि चाहिँ यति नै। सो बाई बाई।